सकिगयो नि। तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन। तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन। जति गर्दा पनि काकाको फोन त सम्पर्क हुन सकेन भन्छ त काकी। घरमा पाइलो नटेक्नु भनिहाल्यो, केही भन्नै हुन्न, हराइहाल्छ। कहाँ चाहिँ गयो होला नि त। आज ठ्याक्कै 21 दिन भयो भूमिगत जीवन सुरु गरेको। ल अब सधैँभरि यसरी सुरुङभित्र बसेर पनि पार लाग्दैन। अब मारी बाहिर निस्किने हो, कतै फाँडी हान्ने हो। यो गाउँमा त बस्न सकिँदैन नि, होइन? हेर आँखा तिर्मिराको के भएछ नि बाहिरी संसार त। ल पुरै चेन टोरी छर्दा छिरेको सुरुङमा निस्क्यो टोरी फुल्ने बेलामा। आमामामा बाहिरी संसार त पुरै चेन पो भएछ त। ल अब मारी यताबाट लाग्नु पर्यो। ए निस्क्यो होइन जोइ? एक न एक दिन निस्किन्छौ भनेर हामी यहाँ कुरेर बसिरहेको थियौँ। आज बल्ल साइज जुर्यो होइन? मेरी आमै नि भट्टेले मलाई नछोड्ने नै भयो। कुन दशामा दसैँमा यो जाम्नुकोमा टिको टास्न गइएछ है। अब तै अथवा उता घरतिर चाहिँ निस्किन पर्छ कि जस्तो लाग्यो है मलाई। ल छनवटा उता घरतिरका पनि फायर नै छन् मसँग। अब आफ्नै सन्तान हुन्, फकाएपछि कसो नमान्लान्, होइन? घरतिर निस्किने। फाइनली आइपुग्यो घरमा। के छ घरतिरको हाल खबर? होला तपाईँहरू चिन्न अलि गाह्रो नै भयो मलाई। अब पैसो खाएर भागेपछि कहाँ चिनिन्छ त? कहाँको कुन पैसा खाएँ फेरि मैले? भुटानको नाम्खा गाउँको फुयलमा 2036 सालमा मेरो 36,000 पैसा खाएको हो कि होइन? 36 सालमा चन्द्र 36 सालमा म नाम्खातिर थिएँ त। 36 सालमा त म थिम्पूतिर थिएँ जस्तो लाग्छ हो मलाई त। पैसा खाएपछि सबै कुरा बिर्सिन्छ। बट्टा कुरा नगरौँ। त्यतिखेरको 36,000 को सावा ब्याज सहित हिसाब गर्दा अहिले 10 लाख पुगेको छ। फुरुक्क पैसा तिरौँ, नत्र कसरी उठाउनु पर्छ हामीलाई थाहा छ। चन्द्र यो घरमा पाइलै नटेक्नु भनेको थियो, झुकिएर यहाँ आइपुगेछ भने। ल अब उहाँको ऋण धन के कसो हो सबै तिमीले मिलाउनु लागि पनि हाले म। मेरी आमै नि होइन के दसो आइलाग्यो ए मलाई। यो दुईतिरकै नाका पो बन्द भयो त। अब के गर्ने होला मैले? भागेर सुख पाइन्छ भन्ने सोचेको हो भने
त्यस्तो सोच खाममा सुकाउनुहोस्। मलाई पैसा चाहियो। पैसा खोइ पैसा। पैसो कहाँ छ भन्ने कुरो त थाहा छ त हजुरहरूलाई। पैसो छ त मसँग, छैन नि होइन? इनले अब पैसा दिँदैन। ए के गर्ने इनलाई? यो मुलालाई झुन्डाएर छाला काटेर नुन खुचरी निकाल्नुपर्छ। मेरी आमै नि त्यसो चाहिँ नगरिहालौँ होला। मैले त्यो खोपीका बाउलाई भेट्नै नपाएर हो नि त। त्यो खोपीका बाउलाई मैले भेटेँ भने त्यो पग्लिन्छ। त्यो असाध्यै कमलो मनको पनि छ। अब अहिले गएर त्यो सेन्टी बसेकोसित रोइ कराई गरेर जसरी पनि खोपीका बाउलाई भेट्ने हो। आज पैसो आउँछ। सिपाहीहरू, आज हाम्रो राजा साहब गाउँ भ्रमणका लागि सवारी हुँदैछ। सबैजना अलर्ट बस्ने। कोही शक? टोली सत्तर। राजा साहब, एक कमान्डर, 6 सिपाही गाउँ भ्रमणको लागि तयार छ। राजा साहबलाई गाउँ भ्रमणको लागि बाहिर निकालियोस्। राजा भएर दरबार खडा गर्ने, मोज मस्ती गर्ने, विलासिता गर्ने, हामीलाई 24 घण्टा सेक्युरिटीमा खटाउने, तलब माग्दाखेरि पैसा छैन भन्ने। तँ ठुटे राजाको कसरी बाजा बजाउनु पर्छ मलाई राम्रोसँग थाहा छ। म तिर्छु सेनापति। खेतमा धान पाकेको छ, धान बेचेर भए पनि तिर्छु। अझै धान बेचेर पो यहाँ मान्छेलाई 24 घण्टा सुत्न पनि नदिएर फेरि हम्काउन लगाउने उभिदा उभिदा ढाडको समस्या आइसके छ। पैसा निकाल। म तिर्छु। आज त म त्यो खोपीका बाउलाई जसरी पनि पगालेरै छोड्छु। सिधै गएर राजाको पाउमा लम्पसार पर्ने हो। गुवा गुवाती डाँको छोडेर रुने हो। राजाको मन कमलो छ, मलाई थाहा छँदैछ। राजा पग्लिहाल्छ अनि त पैसो आयो। लुलुलु छिटो छिटो। ठुटे गीत गा। गीत सुनेर भए पनि आनन्द लिनु पर्यो नि। चिउरीको चिल्लो पात सिरानी लाउन देऊ, बहिनीको दाहिने हात आकाशमा चिल घुम्यो फनाना बहिनी तिम्रो। मेरी आमै नि राजा साहब होइन, फेरि यो कस्तो सवारी हो यो? राजाहरूलाई पनि अनेक सोख हुने है। सोख त उहाँको अनेक छ। अब अहिले भैँसीमाथि सैर गर्ने सोख छ, एकछिनपछि जुत्ताको माला लगाउने सोख छ, त्यसपछि हिलोमा गाडिने सोख छ। यो ठुटेका सोख पनि कति होइन है राजा साहब, कुरो के हो खासमा? एक बोरा पैसाले दरबार खडा गरियो पाडे, कर्मचारीलाई तलब खुवाउने बेलामा पैसा भएन। यी अहिले यस्तो बनाएर हिँडाइरहेछन्। खोइ के गर्यो नि यिनीहरूले? मेरी आमै नि, अनि त्यो दरबारको एक बोरो पैसा चाहिँ कहाँ गयो त? कक्रोचै बाणले टपकाएछ नि। ओइ ठुटे गीत गा। चिउरीको चिल्लो पात
सिरानी लाउन देऊ बहिनीको दाहिने हात आकाशमा चिलघुम्यो फना। यो खुपीका बाउले पहिलोचोटि नराम्रोसँग हँसायो ल। हेर त राजाको कण्ठ बिजोग। भाइ पैसा खै हाम्रो पैसा कति हाँसेको। राजाले हँसाए नि त यहाँ। अब हाम्रो पैसा आयो मामा। सकिगयो नि सकिगयो नि। ए मामा ओइ अवस्था यस्तो सहज भएर आइदियो कि पैसोको बोरा काक्रोजी नातिले लिएर हिँड्या रहेछ ल। अब काक्रोजी नातिसँग पैसोको बोरा हुनु भनेको त मेरै पैसामा हुनु जस्तै हो। एकैछिन है त मामा, म काक्रोजी नातिलाई फोन गरेर त्यो पैसाको बोरा लिएर यहाँ आइहाल्छ बाबु भनेर भनिहाल्छु है। यहाँ सजिलो बनाइदियो ल। हेर्नु त ए बाबु काक्रोजी नाति, पैसोको बोरा त तैँले पो लिएर हिँड्या छस् रे भन्ने सूचना प्राप्त गरेँ त मैले। लिएरै म त यहाँ 2-4 दिन भूमिगत जीवन बिताइराखेका थिएँ। भर्खरै मात्रै यहाँ सार्वजनिक भएको छु। त्यो पैसो चाहिँ हजुरबालाई कतिखेर दिने होला भनेर तैँले खोजेको खोजी गरेर हिँड्या छस् होला। म चाहिँ यहाँ अहिले काकुको घरभन्दा मास्तिर रोड साइडमै तँलाई कुरेर बसिराखेका छु नाति। त यहाँ ठपक्क आएर त्यो पैसाको बोरा मलाई दिएर गइहाल्छ बाबु त। पैसा त दिएको त्यही हो, त्यही आशमा बस न तिमी। बल्ल बल्ल पाएको एक बोरा पैसा त्यति सजिलै दिन्छु नि म। तिमी निस्केछौ, म चाहिँ भूमिगत छु। पैसा आउँदैन फोन राख। ल ल ल ए भाइ पैसा ल्याउँछु न त। सजिलै म पैसाको बोरा लिएर कुदिहालेँ भनिरहेछ। अब यहाँ हाम्रो अर्को कार्यक्रम छ। ए होइ हनै सेनापति, फेरि अर्को के कार्यक्रम छ यहाँ? सरोज मलाई लिएर आइज। हसप राजा जस्तो मान्छेलाई के किनामाला घुमाउनु भनेर नि। ल अब ठुटे राजाको नृत्य हेर्ने हो। एउटा धमाकेदार नृत्य जाओस् त राजा। ए भाइ हजुर खै त पैसा ल्याउँदैन क्या हो त्यसले। कतै बढी लै कहाँबाट नल्याउनु ल्याउँछ पैसा। काक्रोजी नाति सोलो मौसममा हिँड्न थालो होला फेरि। त्यसको खराबी भनेकै यही सोलो मौसममा हिँड्ने हो के एउटा। फेरि एकचोटि फोन गरौँ न त काक्रोजी भाइ। पर्दैन के मामा, काक्रोजी नातिले आउँछु भनिसकेका छ। फेरि फोन गरेर किन पैसा खर्च गरिरहनु पर्यो भने। फोन गरौँ न एकचोटि। फोन गर्नुहोस्। लाउड स्पिकर गर्नुहोस्। के भन्नु
गर्छ हाइ पनि सुरु। नाति काँक्रोज पैसाको बोरा लिएर कहाँ आइपुग्यो बाबु? के साह्रो लिचड हो तिमी चाहिँ? तिमीलाई यसरी भनेको लाग्दैन? अघि नै मैले पैसा दिदिन आउँदिन भने हैन? लिचड नगर फोन राख। यही गरी पनि पैसा नआउने भएपछि लेनदेनमा आफन्त भनेर त हुने रहेनछ। आखिर यिनीहरूले पनि मलाई मार्ने। पहिला म मैले मार्छु अनि त्यसपछि म आफू मर्छु। झुक्क्याउनुको पनि एउटा हद हुन्छ नि। खुर तयार भयो? हाल्लाइसके। अगाडि टुक्री। अब हाम्रा पैसा पछा सर सर काट दिनुस्। मामा मलाई एक मौका दिनु मामा। म अन्तिम पटक त्यो काँक्रोजे नातिलाई सोध्छु। त्यसले पनि मलाई विश्वासघात गर्यो भनेदेखि तपाईँहरू सबैजना मिलेर मलाई रेटी दिए पनि हुन्छ। म मर्न तयार छु नि होइन? हेलो हेलो काँक्रोजे नाति, तेरो फोनमा त्यहाँ एउटा भिडियो आएको छ, हेरिस्? हेरे। मलाई यो हालतमा बन्दक बनाएर राखेका छन्। तैँले भिडियोमा देखिहालिस् होला नाति। अब मेरो छाला काटेर मलाई नुन खोर्सानी दल्ने अरे। मलाई बचाउने कि मार्ने तेरै हातमा छ नाति। अब म मरौँ कि बाँचौँ लु तँ भन्। मैले मेरा जन्मदिने बाउसँग विद्रोह गरेर घरबाट निकालिँदा मलाई पनि पीडा छ। तर यो पैसा मलाई चाहिएको थिएन। यो सब मैले तिम्रो लागि गरेको थिएँ। अब यो पैसा उहाँहरूलाई दिनु, आनन्दले शान्तिसँग बस्नु। सकिगो नि जिन्दगीमा एउटा चाहिँ राम्रो काम गरियो है। यति भएपछि पाडे हालेर बाँचे। तर अब मेरो पो के हो? बाउको हालत के छ पता छ? साथी राजकुमार पनि आइपुगेछ नि त। पैसा लिएर लगेको हो नि। अब यसलाई समातेर हामीले हाम्रो तलब भत्ता सुरु गर्नुपर्छ। समयलाई ओइ तल हाल।
तपाईँहरूले पैसाको बोरा राख्ने बित्तिकै सबै हाल्नु पर्दैन। के थाहा त पैसाको बोरा लिएर कुदिहाल्छ भन्ने कुरो। यसरी कुदो कि खराइ पनि त्यसरी कुद्दैन। यो बुढेसका हालमा पनि यसरी कुद्ने भनेपछि कति ज्यात्रो होला नि त हिजो। कहाँ गए होला नि त? दुखले आर्ज्याको दरबार होइन यो। 21 दिनको कठोर भूमिगत जीवन पश्चात अनेकौं दुःख पीडाहरू सहँदै खुकुरीको धारमा जीवन राखेर जिजु बुवा हजुर कालु पाडेको विरासतलाई कायम राख्दै सनसनीपूर्ण तरिकाले सारा दुनियाँलाई तीन छक्क पार्दै हामी त्यस राजगद्दीमा बसिबक्सेका छौँ। खैर केही छैन, बोलिहालियो। अब कुशल शासकको शासन कस्तो हुन्छ देखाइन्छ। यस दरबारका युवराजधिराज जयन्तेन्द्र खुप्पी बाहिर सवारी होइ बक्सियोस्। बोलायो काका? यत्रो दरबारको राजगद्दीमा विराजमान भएको राजालाई त झोड्नाके काका भन्छस्? के यो दरबारिया भाषा? सेनापति, मेरो उत्तराधिकारी हरिलठक र हल्लुड परेको हुँदा यस्ता पीडितबाट यो दरबारले कुनै ठुलो आशा गर्न नसक्ने हुँदा यसलाई आजकै मितिबाट यो दरबारबाट निकाला गरियोस्। यो मेरो आदेश हो। जङ्गबहादुर पछाडिको क्रूर शासक पाउँदैछ यो दरबारले। मेरो सिधा लाइन भनेकै किम जोङको लाइन हो। अब यस दरबारको मुमाबाट महारानी चन्द्रु राज्य लक्ष्मी खुप्पी बाहिर सवारी होइ बक्सियोस्। कस्तो झुर इन्ट्री हो मुमाबाट महारानी तेरो यो? पहिलोचोटि लगाएको यस्तो लुगा त्यो किलामा हल्लिएछ उनले अडी गरे। यस्ता हिँड्न नजान्ने ढङ्ग नभएका पुग्न पुछरका मुमा बडा महारानीबाट पनि यो दरबारले खासै ठुलो आशा गर्न नसकेको हुँदा आजैको मितिदेखि यसलाई यो दरबारबाट निकाला गरी बक्सियोस्। यो मेरो आदेश हो। महारानी, राजा साहबबाट हुकुम बक्स भइसक्यो। अब हजुर निक्लिबस्नु। इन्ट्री मात्रै होइन, एकदिक पनि झुरै छ नि यो चन्द्रेको। क्रूर शासक हो म। मेरो लाइन भनेकै किम जोङको लाइन हो। अब यस दरबारको एकमात्र युवरानी लुरी राज्य लक्ष्मी खुप्पी बाहिर सवारी होइ बक्सियोस्।
तपाईँ राजगद्दी यस्तो गरिमा बोकेको गद्दी नष्ट भएको हुँदा यो मान्छेबाट दरबारलाई भोलिका दिनमा निकै नै क्षति पुग्ने अनुमान सहित यसलाई पनि आजैको मितिबाट यो दरबारबाट निकाला गरियो सेनापति। यो मेरो आदेश हो। जोगुरा साहब राजा साहबबाट आदेश भइसक्यो, निस्क्यौ यो लागि। क्रूर शासक हुँ म। मेरो लाइन भनेकै किम जोनको लाइन हो। सकिगयो नि, सकिगयो नि। हजुर सर। त्यहाँ गेटमा एकदम ध्यान दिएर सेन्ट्री बस्ने, बाहिरको मान्छेहरू कसैलाई पनि भित्र छिर्न नदिने, एकदम टाइट गर्ने हो। रोजर चाली सर। पक्कै पनि पैसाको बोरा बोकेर घरमै गएर लुकेर बसेका छन् तपाईँ। घरमै पसेर ट्यापछ्याप पार्नुपर्छ। बिहाले मुसा खेला जस्तो पो खेलाउँछ नि त। कहाँ सुन्नु होला? त्यहाँ पाडे गाउँमा। ए राजा साहबकोमा पक्नु है, म माथि जाहेर गर्छु। पापावन रोजर। सर राजा साहबलाई भेट्न माथि 3-4 जना सरर आउनु भएको छ, के गर्ने होला ओभर? वेट अ मिनट। राजा साहब हजुरको दर्शन भेटको लागि गेटमा पाहुनाहरू आउनु भएको छ अरे, के गर्नु हजुर? राजा भएको 20 मिनेट भएको छैन, गेटमा भेट्न आउने जामनाहरू को हुन्, कस्ता उलिएका छन् बुझ्नु सेनापति। त्यहाँ जोगुरा साहब। पापावन पापा 3। पापा थिए रोजर सर। गेटमा आउनुभएका मान्छेहरू को हुन् र कस्ता उलिएका छन्? ओभर। सर हजुरको नाम के पर्यो होला? बसन्त भट्ट। सर गेटमा बसन्त भट्ट लगायतका टिमहरू आउनु भएको छ। राजा साहब बसन्त भट्ट लगायतका टिमहरू छन् हजुर। सेनापति, ती भिखारी टोलीहरूलाई यो दरबारको 6 किलोमिटर वरिपरि प्रवेश नदिनु भन्नु र अहिलेलाई दरबारको कोसेली स्वरूप ती जामनाहरूलाई लात्तै लात्ताले हानेर खेदाउनु भन्नु। यो मेरो आदेश हो। आदेश राजा साहब। पापावन पापा 3। रोजर चाली सर। उपस्थित सबैलाई लात्ते लात्ताले हानेर खेदाउनुहोस् र दरबारको 6 किलोमिटर वरिपरि कसैलाई पनि आउन नदिनु भन्ने राजा साहबको आदेश छ। चार्ज ओभर। क्रूर शासक हुँ म। मेरो लाइन भनेकै किम जोनको। तलब दिन नसकेको भएर बाबुलाई त्यो गति बनाएछ। भए जति पैसा सर्लक्क लगेर पाँडे हजुरबालाई बुझाएर ठुलै गुण लाछु। अब त्यो मामासँग 2 बिटा पैसा चाहिँ माग्दै भनेर पाँडे हजुरबालाई भन्नु पर्यो। त्यो भएपछि बाउ पनि बाँचे, जसलो मोसँग मलाई पनि सञ्च हुन्छ। के काम थियो तपाईँको? के भइरहेछ यहाँ? पुरै तामझाम छ त। के हो यो? यो दरबार, पाँडे राजाको दरबार। राम 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 राम। पाँडे हजुरबा राजा भइसक्यो फेरि? भेट्नु पर्ने थियो, के भेट्नु मिल्दैन? पक्नु है, म जाहेर गर्छु। पापावन रोजर। यहाँ गेटमा एकजना राजा साहबलाई भेट्न आउनु भएको छ, के गरौँ? राजा साहब बाहिर एकजना हजुरलाई भेट्न आउनु भएको छ अरे, के गर्नु हजुर? बाहिर एकजना भेट्न आएको, के नामको आएको हो बुझ्नु सेनापति? पापा 3 पापा 3। पापा 3 पापा 1। त्यो मान्छेको नाम के हो? हजुरको नाम के अरे? मेरो कक्रोच। पापा 3 पापा 1। पापा 3 पापा 3। उहाँको नाम कक्रोच सर। कपी ओभर। राजा साहब कक्रोच भन्ने मान्छे आउनु भएको छ अरे। ए काक्रोजी नाति, त्यो मान्छेसँग म आफै नै विशेष कुरा गर्नु छ। खोइ त्यो टुकटुके पाउँथे यहाँ।
रोजर चिची पापा पापा फेरि पापा भन् ट्याटो नातिलाई यो टुकटुके फर्काउँछ उता रोजर चिची पापा नाति ए हजुरबा तिमी कसरी यस्तो भयो दर राम्रो बनाएको छौ त कुरो के भयो भन्दाखेरि तैँले पैसाको बोरा राखेर हिँडिहालिस् मेरो पालो म त्यो पैसाको बोरा बोकेर यस्तो कुदेँ कि त्यो भट्टी सट्टीले पट्टै पाएन अनि मैले त यो दरबार पो खडा गरेँ भने चिची पापा ट्याङ्गो एन्ड म्याङ्गो धेरै घर बाहिर रग नडुल घर गएर सुट लाग्ला डेङ्गो ओभर हेलो हजुरबा हेलो हलो खोला यो मोबाइल हो र जानु त सकिएन सबैलाई राजा हुनुपर्ने उता बाउको पो अभिगत के भइरहेछ